सम्पूर्णलाई वेलकम छ मेरो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले युट्युबमा धेरै पछि भिडियो हाल्दै छु। अरूको दिन कसरी बितिरहेको छ, के गर्दै हुनुहुन्छ, आज चाहिँ मैले कसरी दिनमा के गर्छु, कस्तो गर्छु हजुरलाई सब देखाउँछु। हजुरहरूले हेरेर माया गरिदिनुहुन्छ भन्ने मलाई एकदमै आशा छ। हाम्रो बिबीका माया चाहिँ यहाँ हुनुहुन्छ। गफको भाडा धुन लाग्नु बढी फतफत फतफत गरिरहनु भयो। तपाईँ धेरै फतफत फतफत नगर्नु। मैले बढार्दै ग्यास पनि बोज्दैछु। चाहिँ मैले दिनभरि के काम गर्छु त्यो हजुरहरूले सबैले मैले देखाउँछु। त्यो सबै के गर्छु त्यो सबै काम हजुरहरूलाई देखाउँछु। अ डे इन माई लाइफ के गर्दो रहेछु त मैले आज दिनभरि। साथीहरू मैले चाहिँ बढारेर अनि ग्यास पोछेर पोछा लाएर हात मुख्देर चिटिक्क परेर हजुरहरूको समक्ष आइसकेँ म। अब चाहिँ म के गर्छु भन्दा पछाडि त्यो पनि मैले हजुरहरूलाई भिडियोमा देखाउने नै छु। हजुरहरूले हेर्दै जान्छ। म कहाँ जाँदैछु भने अब पसल जाँदैछु। अनि पसल जाँदैछु पसल। आज चाहिँ हाम्रो घरमा सेलरोटी र अचार पाक्दैछ, त्यसको लागि म सामान लिन जाँदैछु। दिउँसोको हाम्रो बेहेना सिस्टर गर्मीमा यति धेरै कपडा धुन बाँकी छैन। देखाइदिनुहोस् त यति धेरै कपडा धुन छ। उहाँले चाहिँ 1 महिनाको एकचोटि कपडा धुनुहुन्छ, त्यही भएर दुईबाट धुनुहुन्छ एक दिनमा। एक महिनामा कम्तीमा एक हप्ताको एकचोटि हो। 2 चोटि ट्युसन जान पर्छ बिदाको दिन। त्यही भएर बिबिकाको साथीहरूले भिडियो हेर्दै हुनुहुन्छ भने बिबिकाले चाहिँ 1 महिनामा 2 चोटि भन्दा बढी नुहाउँदैन। 1 महिनामा एकचोटि कपडा धुन्छ। द्याट इज रङ। म कस्तो छु मेरो साथीहरूलाई? आई एम राइट। साथीहरु त गफ लगाइदिन पनि सक्ने। मैले पनि झुटो बोल्दिनँ। मैले बिबिकासँग झुटो बोले पनि मैले भिडियोमा चाहिँ झुटो बोल्दिनँ। त्यस्तो चाहिँ होइन। यिनले नुहाउँछिन्, कपडा पनि धुन्छिन्, अलि बढी भिसाउँछिन्, त्यही हो। म चाहिँ सेलरोटीको त्यो तेल मैदाहरू चिनेर लिन लेट्स भएर आइसक्यो साथीहरू। आज हाम्रो घरमा के स्पेसल होला त, के पाक्दैछ होला त, त्यो हेर्नको लागि हजुरहरू लास्टमा भिडियो हेर्नुपर्ने हुन्छ। मैले त्यो पकाउनले सामानहरू ल्याएर आइसकेको छु। तेल, बन्दा, खुर्सानी, टमाटर अनि काँक्रा सबै सामान ल्याएर आइसकेको छु पकाउनको लागि। हजुरहरू लास्टमा भिडियो हेरेर साथ दिनु होला। छिटो सुर्खेतमा गर्मी पर्न सकेको, यस्तो गर्मी हुन लागिसक्यो। दिनमा चाहिँ बिहान बेलुका चाहिँ अलिक चिसो हुँदैछ। दिनमा चाहिँ गर्मीले बाहिर निस्किनु सकिँदैन। कसरी बस्ने होला यो गर्मीमा? हजुरहरूकोतिर चाहिँ गर्मी बढ्यो कि बढेन साथीहरू? म चाहिँ पसलमा गएर पनि सामानहरू ल्याएर आइसकेँ। अब चाहिँ मैले सेलरोटीको लागि पिठो मुस्नु पर्ने हुन्छ। त्यो पनि म भिडियो बनाउँदै हजुरहरूलाई सेलरोटीको पिठो मुस्दै देखाउने छु। अब पिठो चाल्न मैले सुरु गरिसकेँ साथीहरू सेलरोटीको लागि। कसलाई सेलरोटी अचार मनपर्छ उहाँहरूले कमेन्ट गर्नु होला। साथीहरू हाम्रो घर चाहिँ आज चटपट बन्दैछ। चटपट आयो। नास्ता चाहिँ हामी चटपट बनाएर खाँदैछौँ। यहाँ बन्दैछ चटपट। बिबिका मिसले बनाउँदै हुनुहुन्छ।
बिबीका मिसले बनाएको चटपट खाना आउनुहोस् है। बिबीका मिसले बनाएको चटपट खाना। साथीहरुमा चाहिँ चटपटे ल्याएर कोठामा आइसके। चटपटे मन नपराउने त सायद कमन नै हुनुहुन्छ, कमै नै हुनुहुन्छ होला। प्राय मान्छे चटपटे चाहिँ एकदमै मनपर्छ। म चाहिँ नास्ता चटपटे खाएर छतमा पानी हाल्नको लागि आएको छु। पानी चाहिँ सबै सुकिरहेको रहेछ। यस्तो भइरहेछ। हाम्रो घर चाहिँ यति नै छ साथीहरू। अब एक दुई दिनमा घर स्टार्ट हुन्छ। त्यो स्टार्ट भएको न हजुरहरूलाई भिडियो हाल्छु। म चाहिँ सुकिरहेको रहेछ। एकछिन चार्नु पर्यो। हाई आलु पनि पाकिसक्यो साथीहरू। हाम्रो आलु पनि पाकिसक्यो। अब चाहिँ मैले पिठो यसलाई गिलो बनाएर रोटी हाल्न स्टार्ट गर्छु। म त रोटी हाल्न बनाउने भनेर पर्खे तेल लगाएर तातेर पनि रेडी भइसक्यो। अब चाहिँ म रोटी हाल्छु साथी। कस्तो हुन्छ रोटी हाल्नुहुन्छ बिमला खड्काले। राम्रो त हाल्दिन हातले। यस्तो भयो त बुटार्लेको भयो है। आलु के लाउँदै हुनुहुन्छ? हाई गरिदिनुहोस्। बिमला खड्काको राम्रो ढङ्ग भएपछि अरू केही पनि चाहिँदैन। किन यस्तो भइरहेको? पिठो पातल भयो क्या? म चाहिँ भिडियो मेकर गाइस। म पनि काम गर्दैछु नि। फेरि यहाँ काम गर्दै थिएँ म पनि। बन्द गर्दै। यस्तो भएको छ। मेरो रोटी खेरो रोटी आयो। यहाँ सकिसकेको छ। फाइनली गाइज हाम्रो रोटी चाहिँ यहाँ यस्तो भइसकेको छ। हेर्नु होला। फेरि आफ्नै औकातमा झरिहाल्ने। यता रोटी भइसकेको छ भने यता हाम्रो यहाँ केराउ छ, यहाँ आलु छ र यहाँ बन्दा छ प्लस काँक्रा छ। तर यो वातावरणलाई चाहिँ इग्नोर हानिदिनु होला भन्दै म एकचोटि सरर देखाइदिएँ ल। चलिरहेको छ। बट यो सबै बाइक बनाउन लाएको मात्रै हेर्नु होला। अरू चाहिँ इग्नोर हानिदिनु होला किनभने राम्रो छैन। म यहाँ छु। इम्प्रुभ भयो है गाइज फाइनली। अघिना चाहिँ
कस्तो भएको थियो भएर डौगा थियो पिठो पातलो भएर रोटी चाहिँ अर्कै भइरहेको थियो अनि चाहिँ यस खासै राम्रो त छैन मिठो मिठो तर हामी खाएको भिडियो चाहिँ गराएनौँ तर एकदम एम्मी भएको छ मलाई चाहिँ टेस्ट हानिसक्यो मैले मात्र होइन हामी 3 जनाले नै टेस्ट हानिसक्यो उहाँले जस्तै बनाउनुहुन्छ बन्द गरिदिनु है हामीले चाहिँ सेलरोटी अचार बनाएर खायौँ तर मैले त्यो खाँदाखेरिको चाहिँ भिडियो बनाइनँ हाम्रो घरमा चाहिँ त्यस्तो खासै केही स्पेसल त थिएन स्पेसल नभएन हामीले खाना मन लगाएर खाएर बनायौँ भन्दै अब चाहिँ मैले भ्लग इन गर्छु साथीहरू भ्लग बनाइ चाहिँ इन गर्नु नै पर्यो डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भन्दै बाई बाई गाइज